हेलो एभ्रिवान, वेलकम टु नलेज बुक समरी। के तपाईले सोचेर आफूलाई निको पार्न सक्नुहुन्छ? औषधि नखाइकन केवल दिमागको प्रयोगले शरीर ठिक पार्न सकिन्छ? यो कुनै चमत्कार होइन, यो विज्ञान हो। डाक्टर जो डिस्पेन्जाको यु आर द प्लेसिबो पुस्तकले यही विषयलाई वैज्ञानिक प्रमाणसहित उजागर गर्छ। आज हामी तपाईलाई यो किताबको सबैभन्दा दमदार र प्रभावशाली विचारहरू सरल तर रोचक नेपाली भाषामा सुनाउँदैछौँ। तयार हुनुहोस्, तपाईको सोचले तपाईको जीवन बदल्नेछ। तपाईको सोच नै तपाईको औषधि। प्लेसिबो भन्नाले औषधि बुझिन्छ जसले शरीरमा रासायनिक असर गर्दैन, तर मानिसले त्यसलाई प्रभावकारी ठानेर प्रयोग गर्दा रोग सन्चो हुन थाल्छ। डाक्टर जो डिस्पेन्जा भन्छन्, तपाईँ आफै प्लेसिबो बन्न सक्नुहुन्छ। जब तपाईँ कुनै कुरा पुरै विश्वासका साथ सोच्नुहुन्छ, तपाईको मस्तिष्क त्यसलाई यथार्थ मान्न थाल्छ र शरीरले त्यस अनुसार प्रतिक्रिया दिन थाल्छ। विश्वास, भावना र शरीरबीच यति बलियो सम्बन्ध छ कि केवल सोच परिवर्तनले शरीरको जैविक प्रक्रिया बदल्न सक्छ। जीवन परिवर्तन गर्न तपाईले पुराना सोच, भावना र बानीहरू त्याग्नुपर्छ। डाक्टर जो यसलाई क्रसिङ द रिभर अफ द चेन्ज भन्नुहुन्छ। तपाईले त्यो पुरानो मलाई छाड्नुपर्छ जुन पीडित थियो, डराएको थियो, रिसाएको थियो र नयाँ मलाई निर्माण गर्नुपर्छ जुन आत्मविश्वासी, स्वस्थ र स्वतन्त्र छ। यो असहज लाग्छ किनभने हामी अज्ञाततर्फ जाँदैछौँ, तर त्यसैमा परिवर्तन सम्भव हुन्छ। तपाईको सोचले तपाईको जीवन परिवर्तन गर्न सक्छ। एपिजेनेटिक्स विज्ञानले देखाउँछ कि तपाईको सोच, भावना र जीवनशैलीले तपाईको जीन अभिव्यक्तिमा असर पार्छ। अर्थात् तपाईको डिएनए स्थिर होइन, तपाईँ त्यसलाई प्रभावित गर्न सक्नुहुन्छ। जुनसुकै रोग किन नहोस्, तपाईको सकारात्मक सोच र अभ्यासले त्यो अवस्थालाई उल्टाउन सक्ने क्षमता राख्छ। ध्यान र मानसिक अभ्यासको शक्ति। ध्यान भनेको केवल आँखा बन्द गरेर बस्नु मात्र होइन, यो तपाईको मस्तिष्कलाई नयाँ विश्वासहरूसँग पुनः प्रोग्राम गर्ने प्रक्रिया हो। जब तपाईँ बारम्बार सोच्नुहुन्छ कि तपाईँ स्वस्थ हुनुहुन्छ, सफल हुनुहुन्छ, मुक्त हुनुहुन्छ, तपाईको दिमागले त्यो कुरालाई यथार्थ मानेर शरीरमा जैविक परिवर्तन ल्याउँछ। मेन्टल रिहर्सल, मानसिक पुनरावृत्ति। मानसिक पुनरावृत्तिले तपाईको शरीरमा नयाँ न्युरल नेटवर्क बनाउँछ जसले पुरानो प्रोग्रामिङ मेटाउँदै नयाँ ऊर्जा सिर्जना गर्छ। यदि तपाईले त्यो कुरा प्राप्त गर्नुभएको छैन जुन तपाईँ चाहनुहुन्छ, तर त्यसको लागि कृतज्ञ हुनुहुन्छ भने तपाईको दिमागले मान्न थाल्छ कि त्यो कुरा पहिले नै घटिसकेको छ। यही अवस्था हो म्यानिफेस्ट गर्ने अवस्था। कृतज्ञताले तपाईलाई उच्च भाइब्रेसनको भावनामा पुर्याउँछ जहाँ तपाईको मस्तिष्क र शरीरले पूर्ण समन्वयमा काम गर्छ। मस्तिष्कका तरङ्गहरू र परिवर्तनको अवस्था। ध्यान गर्दा तपाईको दिमाग अल्फा र थीटा तरङ्गमा जान्छ, जुन अवस्था अत्यन्त ग्रहणशील हुन्छ। यस अवस्थामा तपाईँ पुराना सीमित विश्वासहरू मेटेर नयाँ सोच र आत्मसंवाद स्थापित गर्न सक्नुहुन्छ। यही अवस्था हो जहाँ आत्मिक र जैविक पुनर्निर्माण सम्भव हुन्छ। वास्तविक जीवनका आश्चर्यजनक कथाहरू। यो पुस्तकमा दर्जनौं यस्ता व्यक्तिहरूको कथाहरू छन् जसले औषधि बिना केवल ध्यान र सोच मार्फत टर्मिनलका रोगहरू निको पारेका छन्। कतिपयलाई डाक्टरले मात्र केही दिन मात्र बाँकी छ भनेका थिए, तर तिनीहरूले आफूलाई निको हुने कल्पना गर्दै ध्यान गर्दै शरीरलाई नयाँ ऊर्जा दिन थाले र परिणाम उनीहरू बाँच्न थाले, अझ स्वस्थ भएर बाँच्न थाले। पुराना विश्वासहरू तोड्नुहोस्। तपाईले आफूलाई जसरी बुझ्नु भएको छ, म रोगी हुँ, म सक्दिनँ, मेरो भाग्य कमजोर छ, यिनै सबै कुराहरूले तपाईलाई बाँधेका छन्। तपाईले यी पुराना विश्वासहरू तोड्नुपर्छ। त्यसको सट्टामा भन्नुहोस्, म सक्छु, म स्वस्थ छु, म परिवर्तनशील छु। यही हो नयाँ यात्रा सुरु गर्ने उपाय। यु आर द प्लेसिबो भन्ने पुस्तकले तपाईलाई भन्छ कि तपाईको औषधि तपाईँ आफै हुनुहुन्छ। तपाईको सोच, भावना र विश्वास नै तपाईको शरीर, जीवन र भविष्यका निर्माता हुन्। सकारात्मक सोच, ध्यान, कृतज्ञता र पुनरावृत्तिको अभ्यासले तपाईको शरीरलाई पुनः प्रोग्राम गर्न मिल्छ। यो पुस्तक कुनै धार्मिक प्रचार होइन, यो वैज्ञानिक रूपमै प्रमाणित परिवर्तनको कथा हो। अब निर्णय तपाईको हो, तपाईँ पीडित बन्नुहुन्छ कि निर्माता। यदि तपाईलाई यो सामग्री मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तो ज्ञानवर्धक विषयका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईको सोच परिवर्तन गर्नुहोस्, तपाईको जीवन परिवर्तन हुनेछ।
धन्यवाद।